साथीहरू मेरो छुट्टी भयो। अब चाहिँ म जानलाई साथीहरू फाइनली आजको मेरो ढ्यारी पनि पाएको भनौँ साथीहरू। के भन्नु साथीहरू, काम त गर्नुपर्छ साथीहरू। काम गरेपछि दाम पाइन्छ है, दाम पाएपछि माम खान पाइन्छ साथी। त्यसैले काम चाहिँ गर्नुपर्छ। म चाहिँ अब रुम जान रेडी हुनु लाग्छ साथीहरू। त्यही हो। यो चाहिँ लकर रुम हो कि, जति पनि लेडिजहरूको चाहिँ राख्ने सामानहरू त्यो यसमै राख्छ है। र म चाहिँ चेन्ज गरेर रेडी भयो। अब साथीहरू म चाहिँ अब जानु लाग्यो। अब गाडी चाहिँ अब 12:30 बजी आउँछ मेरो। त्यही 12:20 आइपुग्छ यहाँ हाम्रो ल्याउनुलाई। फेरि हामीलाई पुऱ्याउँछ चाहिँ 1:30 बजीतिर पुऱ्याउँछ। पहिला 2 बजीतिर आउँथ्यो, आज ड्राइभर राम्रो भएर होला सायद छिटो लिन आउँछ हामीलाई। 12:30 बजी 12:20 साथीहरू। अब म जानु लाग्यो के गर्ने साथीहरू। त्यसैले म चाहिँ टोइलेटको तल छ है लाग्यो साथीहरू। सक्नुहुन्छ बाहिर निक्लेको साथीहरू। कस्तो राम्रो सिन छ कि साथीहरू चाहिँ। अरू धन्दा बस्नु भएको छ। मसँग काम गर्ने दाइ यहाँ बस्नु भएको छ। के हुन्छ र भिडियो बनाउँदा। यो सिन हेर्नु त, सिन धेरै राम्रो सिनहरू छ साथीहरू। दाइ रिसानी हुन्छ क्या। यो चाहिँ मैले काम गर्ने ठाउँ है साथीहरू। यो काम भने यो ठाउँ मेरो है, मैले काम गर्ने ठाउँ। म यही होटलमा काम गर्छु साथीहरू। दाइ मैले हाँस्नु भयो। हामीहरू चाहिँ यहाँ बाटोमा पर्खेर बसिरहेको छौँ गाडीलाई। गाडी चाहिँ अहिलेसम्म आएको छैन, सायद आउनु लागेको छ। तर आउँदैछ है हाम्रो बस साथीहरू। हामी चाहिँ यहाँ पर्खेर बसिरहेको छौँ गाडीलाई। अब चाहिँ हामी जानु लाग्यो। हाम्रो बस आयो। ल बाई, अब अर्को भिडियोमा भेटौँ।